छोरी तिमी ठुली मान्छे भनौ 12 वर्ष भइसक्यो तपाईले मलाई यो आशिक दिएको मलाई यो आशिक मन पर्दैन मलाई ठुली मान्छे हुने रहर छैन म सधैँ सानी हुन चाहन्छु तपाईलाई के भयो म सानी भएर आमा बुवाको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गा मुढा माथि भन्थे पहिलाका बुढापाकाहरूले यसले मसँग किन यस्तो व्यवहार गरी मैले यसलाई के नै गरेको थिएँ र बाबा सरी बाबा मैले हजुरको अपमान गर्न खोजेको होइन मलाई माफ गर्नुहोस् मैले हजुरको मन दुखाउन खोजेको थिएन नरौ नरौ बाबा म सानी हुँदा हजुरले मलाई आफ्नो छातीमा टाँसेर राख्नुहुन्थ्यो म पनि हजुरको छातीमा लुपुक्क परेर निदाउँथेँ जब हजुरले मलाई नानी ठुली भएस् भनेर आशीर्वाद दिनुभयो म ठुली हुँदै गएँ जति जति म ठुली भएँ त्यति त्यति हजुरको काखबाट टाढा हुँदै गएँ कसले सिकाए छोरी तिमीलाई यस्ता भावुक कुरा गर्न तिमी त धेरै ठुली भएछ छोरी तपाईँले गर्ने माया म जति ठुली हुँदै जान्छु त्यति खोसिएको अनुभव हुन्छ हजुरको छाती र काखबाट टाढिएको महसुस हुन्छ एक दिन म यति ठुली हुनेछु कि हजुरको घरमै नअटाउने हुनेछु त्यसैले मलाई छोरी ठुली भएस् भन्ने आशीर्वाद मनै पर्दैन म सधैँ सानी भएर हजुरको अङ्गालोमा बाँधिन चाहन्छु बाबा मलाई फेरि सानो गराइदिनु बाबा म सानी हुन चाहन्छु मलाई सानो बनाइदिनु न हजुरले मलाई छोरो बनाएर जन्माउन सक्नु भएको भए म सधैँ हजुरको साथमा रहन्थेँ जब हजुर बुढो हुनुहुन्थ्यो मैले हजुरको सेवा गर्थेँ जब बिरामी पर्नुहुन्थ्यो मैले सबै काम पनि गरिदिन्थेँ जति बेला तपाईँलाई मेरो आवश्यकता पर्छ त्यति बेला म हजुरको साथमा हुने छैन बाबा छोरी यस्ता कुरा नगर छोरी तिमीले यो हामीले बनाएको नियम होइन यो त भगवान्ले बनाएको नियम हो हामीले चाहे जस्तो हुँदैन जिन्दगी छोरी भगवान्ले जे चाहनुहुन्छ त्यही हुन्छ मान्छे भएर जन्मिसकेपछि सृष्टिको नियमअनुसार चल्नुपर्छ छोरी तिमी यसरी पिर नल्याऊ यस्ता भावुक कुराहरू नगर तिमीले पढाइ लेखाइ गर्ने उमेर हो यस्ता कुरा गर्ने उमेर होइन यस्ता भावुक कुराहरू नगर छोरी यस्ता कुरा नगर छोरी टेन्सन लिनु पर्दैन यो प्राकृतिक नियम हो हामीलाई मात्र परेको समस्या होइन यस्तो समस्याहरू त सबैलाई पर्छ हाँसेर बिताउनुपर्छ जिन्दगी 2 दिनको जिन्दगीमा हाँसेर खेलेर रमाएर बिताउनुपर्छ यस्ता सेन्टी कुराहरू गरेर बिताउने होइन तिम्रो पढ्ने उमेर हो हाँस्ने उमेर हो खेल्ने उमेर हो बुझ्यौ हेर म तिमीलाई ठुलो खाले डेरी मिल्क सेल किनिदिन्छु डेरी मिल्क सेल